तपाईहरूलाई के थाहा छ दिउँसोको 3 बजेदेखि दिउँसोको 6 बजे भित्र जन्मिने बच्चाहरू कस्ता स्वभावका हुन्छन्? आज म त्यही तपाईहरूलाई त्यस विषयबारे छलफल गर्न गइरहेकी छु। दिउँसो 3 बजेदेखि 6 बजे भित्र जन्मिने बालबच्चाहरूमा निम्न प्रकारको विशेषताहरू रहेका हुन्छन्। उनीहरू आरामदायी हुन्छन्, जीवन जिउनका लागि मस्तीखोर हुन्छन्, उनीहरूलाई गीत र फिल्म मन पराउँछन्, उनीहरू जतिखेर पनि मोबाइल हेर्न, टिभी हेर्न हो यस्तै कुरामा रमाउने गर्छन्। उनीहरू सानोतिनो कुरा मनमा लिँदैनन्, उनीहरूलाई भगवानको आशीर्वाद रहेको हुन्छ। उनीहरू नेगेटिभ बोल्न पनि खासै रुचाउँदैनन्, साथै उनीहरूलाई नेगेटिभ सुन्न पनि खासै मन पराउँदैनन्। ज्यादातर उनीहरू टेन्सन लिँदैनन्, टेन्सन फ्री भएर बाँच्न चाहन्छन्। अरूको लडाइँमा उनीहरूलाई वास्ता हुँदैन। उनीहरू धेरै फ्लेक्सिबल किसिमका हुन्छन्। उनीहरू पैसा बचाउन सक्दैनन्, उनीहरू धेरै खर्चालु हुन्छन्। उनीहरू अपोजिट सेक्सको प्रति एट्र्याक्सन बढी हुन्छ। त्यसैले गर्दा उनीहरूका विभिन्न किसिमका बेफाइदाहरू पनि हुन्छन्। उनीहरू